आइसकेको छु। आज चाहिँ हामी कक्षा 11 र 12 अनि सरहरू मिलेर कालिम्चोकमा जाने। आज चाहिँ हामी कालिम्चोक पुग्दैन होला, सायद हामी आज चाहिँ हामी सूर्यविनायकसम्म स्कुल बसमा जाँदै हो। कालिम्चोकमा चाहिँ धेरै जाडो हुन्छ हैन गाइस। कालिम्चोकको भ्रमण हैन, आज हाम्रो टोली चाहिँ सबैजना आइसकेको छ हैन गाइस। फाइनली हामी चाहिँ सुकुटी बीचमा आइपुग्यो हैन। हामी चाहिँ यहाँनिर बसेर खाना खाएर एकछिन यहाँनिर घुम्न जान्छौँ। खाना खाने ठाउँबाट चाहिँ एकदम रमाइलो भ्यू देख्दै रहेछ कोसीको हैन। र अब हाम्रो खाना पनि आइपुग्यो। अब हामी चाहिँ खान्छौँ खाना। हामीले खाना पनि खाइसक्यो। अब चाहिँ हामी चाहिँ राम्रो भ्यू हेर्नको लागि चाहिँ कोसीमा जाँदैछु। अब हामी चाहिँ यहाँनिर चाहिँ ड्रोन उडाउन गइरहेको छ हैन। यहाँ यो ड्रोन चाहिँ हाम्रो सुरज सरले उडाउनुहुन्छ। अब चाहिँ बिस्तारै ड्रोन माथि उड्न थालेको छ। हामीले ड्रोन उडायो। अब चाहिँ यहाँबाट सुकुटी बीचको चाहिँ सबै रमाइलो भ्यूहरू चाहिँ ड्रोनबाट क्याप्चर गर्नेछौँ। यहाँबाट ड्रोनबाट क्याप्चर गरेपछि यहाँबाट चाहिँ सुकुटी बीच चाहिँ एकदम रमाइलो र सुन्दर देखिँदो रहेछ। बिस्तारै हामीले माथि उडाउँदैछौँ। अब चाहिँ हामीले बिस्तारै कालिम्चोक तर्फ जानको लागि हामी चाहिँ बिस्तारै ड्रोन तल झार्दैछौँ। ल हाम्रो ड्रोन क्र्याश भयो।
तपाईँले यता ध्यान दियो होइन मैले नि यहाँ तार देखिनँ भने त्यस पछाडि केटाले यता यता भन्दै थियो हामीले त ड्रोनै अब चाहिँ हामी चाहिँ कालिचोकतर्फ जाँदै हो सुकुटी ब्रिज घुमिएर अब हामी चाहिँ कालिचोकमा जाने यहाँ चाहिँ एकदम रमाइलो र सुन्दर ठाउँ देखिँदो रहेछ त्यही भएर हामी चाहिँ माथि डाँडासम्म घुम्नलाई जाँदैछौँ सबैजना फाइनली हामी चाहिँ कालिचोक आइपुग्यो। अब हामी चाहिँ यहाँ चाहिँ हिउँ परेको रहेछ हैन। अब चाहिँ हामी चाहिँ कुरी भिलेजमा बस्छौँ।
एकछिन यहाँनिर हिउँ खेल्न रमाइलो गर्छौँ। गुड मर्निङ सबैजनालाई। आज चाहिँ कालिम्पोङको रमणीय भ्यू लिएर आउँदैछ होइन। यहाँ चाहिँ राम्रो भ्यू रहेछ, जाडो जाडो, यहाँ हिउँ पनि परेको रहेछ होइन। ल हामी बसेको होटल चाहिँ यो हो। अहिले मासतिर यस्तो रहेछ। कुरे भिलेज सुमान छ। त्यो त मासतिर हिजो गएको ठाउँ छ। हिजो हुस्से लागेको थियो, थाहा भएन होइन। ल हाम्रो यात्राको दोस्रो दिन आज कालिम्पोङमा। सायद आज नै हामी काठमाडौँतिर लाग्छौँ होला। त्यो प्याकेजमा आएको कालिम्पोङको यात्रा। अब हामी यो मासतिर डाँडामा जाउँ कि भनेको अलिक एक्साइटेड भयो। के कस्तो ठाउँ त थाहा छैन, तर जानु मन लाग्यो। ग्रुपहरू अलिक पर्खिराख्दाखेरि कहिले जस्तो लाग्छ। यस्तो छ सुमन कुरी भिलेज। हिजो चाहिँ हुस्सो लागेर हामीलाई केही देखिएन, अहिले चाहिँ सबै खुलेको छ। यो चाहिँ मर्निङको भ्यू हो। सायद हामीलाई अब मन्दिर दर्शन गराउन लाँदैछ होला। अहिले चाहिँ हामी बिहान एकछिन यो डाँडातिर जाउँ कि भनेको। अब यो समयमा चाहिँ घरहरू हेर्नुहोस् त। यो जस्तो सुकै आउँछ होइन। हाई सर। ल गुड मर्निङ एभ्रिबडी। आज हाम्रो यात्राको दोस्रो दिन कालिम्पोङ कुरी भिलेजमा छौँ। दिउँसो भन्दा नि अहिले एकछिन हामीलाई दर्शन गराउन लानुहुन्छ होला। प्याकेजमा आएको। अहिले चाहिँ हामी बिहान एकछिन यो भ्यू हेर्न डाँडा चाहिँ खोज्दैछौँ। अब हिजो हाम्रो ड्रोन चाहिँ भयो होइन, त्यही भएर चाहिँ अहिले चाहिँ अब त्यही पनि ड्रोन भ्यू नभए पनि त्यत्तिकै राम्रो छ यो ठाउँ। ल बाँकी हामी तपाईँहरूलाई देखाउँदै गर्छौँ।
चाहिँ हामी पुरै सबै घुमिसकेपछि अब चाहिँ हामी माथि मन्दिरमा दर्शन गर्न जाँदैछौँ। फाइनली हामी चाहिँ होइन माथि कालिचोक मन्दिरमा गएर नि फर्किसक्यो है। पछाडि आउँदैछ। यहाँ चाहिँ धेरै रमाइलो धेरै जाडो पनि रहेछ होइन। अब चाहिँ हामी